यहाँ चाहिँ बाख्रो मारेर पोल्नु लाग्यो केटाहरू। हामी चाहिँ माथि घुमेर आउँछौँ। त्यो चाहिँ दुईजना फेरि लिन गएको छ। अहिले चाहिँ 12 बजेर 8 मिनट भयो। हामी चाहिँ बिहान 7 बजे निस्केको घरबाट। 7 लगभग 5 घन्टा लाग्यो यहाँ आउनु। लगातार नै हो, 5 घन्टा पुग्यो यहाँ। अटोहरू आउँदो रहेछ यहाँबाट। बुडर बजारबाट चाहिँ त्यही 5-7 किलोमिटर। र चाहिँ पार्किङ यो चाहिँ छहरा झरना यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। यहाँभन्दा माथि चाहिँ हिँड्ने नहिँड्दो रहेछ। यो बस्ने बनाएको छ। यतापट्टि चाहिँ रेलिङ। यो पिकनिक स्पट जस्तो त यता भयो, तर यहाँ यो खोलामा चाहिँ पुरै फोहोर फालिदिएको छ कि। भ्रमण गर्नुभएको धन्यवाद। गेट बनाएको छ। यति यही हेर्नुलाई छ। योभन्दा ठुलो त हाम्रो गाउँमा हुन्थ्यो हौ। यहाँ खुब नाम चल्या भएर गइदिउँ त भनेर आइयो। त्यति त छैन। त्यही पनि चिसो छ। फेरि नुहाउनु सुहाउनु सरसफाइ कार्यक्रम पनि चल्दैछ। ओहो, झन्डा ल्याएर आउनु भने होइन। झन्डा त अहिले त्यहाँ झन्डा देखेर याद आयो। यहाँ पनि पिकनिक स्पट हो क्या, बसेर खाने। यो यहाँबाट यतातिर यो धारो बनाएको छ। खानेपानीको होला यो धारो चाहिँ। यतापट्टि त्यति आज त भिडभाड छैन। यतापट्टि शिवजीको मूर्ति। त्यति हेर्नलाई हो 1200 रुपियाँ खर्च गरेर आएको। तेरिका यो प्रचार भएर यसरी आउँछ क्या मान्छेहरू। खर्च यसरी गर्छन्। अब सबैले कमायो नि त हाम्रो कारणले गर्दाखेरि। यो तल त्यहाँबाट यति पानी, यति थोरै पानी छ। यतिको लागि यो खुब प्रचारमा आएर झर्ना भनेर खुब हाइलाइटमा आइदियो क्या। फोटो खिच्ने क्यामेरा। मान्छे त्यति छैनन् आज। अलिअलि छन्। यति हो। केटाहरू यहाँ आएर नुहाइदिने अरे। अब हेरौँ केटाहरू नुहाउँछ कि नुहाउनु। त यति हेर्नको लागि हामी चाहिँ 1200 रुपियाँ तिरेर आएको केटाहरू। यता मन्दिर। यतापट्टि नेपालको झन्डा ल्याइस् भने अहिले याद आयो। नेपालको झन्डा चाहिँ अघिसम्म याद आएन। मान्छे चाहिँ त्यति छैनन्। आज घाम पनि लागेन। तलबाट आउने बाटो हो। यता खानेपानी, यता खेल्ने पिङ, क्यामेराम्यान, मन्दिर। यति नै हो। यति हेर्नको लागि यहाँबाट पौडी खेल्ने यहाँ होला सायद नुहाउने। यहाँबाट माथिबाट आउने पानी। यतिको लागि चाहिँ मान्छे छैन। भिड मान्छे बढी भएको दिन त भिडभाड हुँदो रहेछ यहाँ पनि फेरि। अहिले चाहिँ मान्छे छैनन् त्यति। यति पानी चाहिँ यति थोरै हो। तल पिकनिक स्पटमा चाहिँ फेरि यस्तो फोहोर गरेको छ पानी चाहिँ। यतापट्टि खाएका त्यो थालीहरू, प्लास्टिकका बोतलहरू, थालीहरू सबै त्यहीमा फालिदिएको छ। त्यो चाहिँ ठिक होइन। त्यो सरसफाइ गर्नुपर्ने हो त्यो चाहिँ। यता पिङ मन्दिरको हो। डान्स गर्नेहरू यतापट्टिबाट गएर। यसको खासमा चाहिँ यो चाहिँ त्यस्तो केही रहेन रहेछ यहाँ चाहिँ होइन। यति थोरै पानी। योभन्दा ठुलो त हाम्रो गाउँतिर पनि हुन्थ्यो, पाहाडतिर। तर त्यसको प्रचार भएन। त्यसको चाहिँ प्रचार गऱ्यो। सबै यहाँ घुम्न डेटिङ स्पट जस्तो बनायो। केटाकेटीहरू आउने, फोटो खिच्ने, भिडियो बनाउने। अनि क्यामेराम्यान भएर चाहिँ त्यसको चाहिँ प्रचार भएको हो। यो चाहिँ त्यति यस टुरिस्ट एरिया चाहिँ बनायो। अहिले चाहिँ पानी एकदम थोरै छ। फेरि यसले यो पानी त घट्ट पनि चल्दैन होला। यति थोरै पानी छ। आवाज चाहिँ थालेको भएर आइरहेको हो। माथिबाट खसेको भएर त्यति चाहिँ छैन। भतिजहरू चाहिँ तलबाट आइरहेछन्। तिनीहरू चाहिँ बल्ल आयो। भतिजहरू चाहिँ तल। ती 3 जना हुन्।
ऊ चाहिँ बिचकोवाला चाहिँ दुइटालाई लिन गएको थियो तिनीहरू पनि पुग्यो अहिले चाहिँ अब एकछिन यसो रमाएर 1 घन्टा जति घुमाएर आज चाहिँ मान्छे खासै छैन त्यति धेरै यो हेर्नलाई यति हेर्नको लागि चाहिँ त्यहाँबाट यति हेर्नको लागि त्यहाँबाट 200 किलोमिटर हिँडियो होइन यति यो त पानी खाने पानी यति हेर्नलाई यार हेर्छ यतिको लागि यति नै हो के यसमा के खासै त्यति उयो छैन पानी यति थोरै छ पानी फेरि अहिले चाहिँ यो पानी सुकेर हो क्या ल यतिको लागि हो थ्याङ्क यू